हेलो गाइस, आज चाहिँ म तपाईँहरूलाई यो देखाइदिइरहेको छु। यो चाहिँ पार्किङ हो होइन। यसमा चाहिँ गाडी चाहिँ तलमाथि हाल्नुपर्छ होइन। यो चाहिँ माथिको यसलाई यो मिसिनलाई चाहिँ पहिला मुनि गर्नुपर्छ, त्यहाँदेखि चाहिँ माथि हाल्नुपर्छ होइन। यहाँ चाबी लाग्छ, यसको चाहिँ चाबी राखेर तलमाथि गाडी हुन्छ यसमा चाहिँ हो। सबै जग्गा कम्ती, बिल्डिङतिर कम्ती छ भने चाहिँ यसो गर्दो रहेछ होइन, सोसाइटीतिर। यो चाहिँ मैले कुदाउने गाडी हो, यो चाहिँ मालिकको, मैले मुनि हालिरहेको छु। यसको माथि पनि गाडी नै छ। यो त एक प्रकारले राम्रो पनि हो, तर रिक्सी पनि हो, झर्नु पनि सक्छ। अब अहिलेसम्म चाहिँ झरेको छैन अरे हो। सबै यसरी लाग्दो रहेछ। हाम्रो पनि दार्जिलिङतिर यसो गर्नुपर्ने हौ, पार्किङको साह्रै समस्या छ कि दार्जिलिङमा। यसो गऱ्यो भने हुन्छ होला हौ, दार्जिलिङ पनि स्ट्यान्डहरूतिर पनि यसो गऱ्यो भने चाहिँ हाम्रो दार्जिलिङतिर पनि पार्किङ भेट्छ होला हौ सबैजनाले। यसरी हाल्छ यता चाहिँ हो। सानो छ बेसमेन्ट त, सानो हो, यति मात्रै हो बेसमेन्ट चाहिँ, यति मात्रै हो। तर यतिमा गाडी चाहिँ 200वटाहरू अट्छ, 200वटा पनि ज्यादा अट्छ यहाँ गाडी चाहिँ। यसो गऱ्यो भने चाहिँ यसरी हाल्दैछ सबै होइन, डबल 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 सबै यसरी जान्छ गाडी चाहिँ। यो डल्लै मिसिन हो, मिसिनले माथि जान्छ, त्यहाँदेखि चाहिँ गाडीहरू आउँछ मुनि मुनि। तर यसले चाहिँ 2000 किलोसम्म मात्रै उठाउनु सक्दो रहेछ नि यो मिसिनले चाहिँ। 2000 किलो सानो सानो गाडीहरू चाहिँ आउँछ यहाँ माथि, सानो सानो हाइटको गाडीहरू। अन्त त्यो मुनि चाहिँ यस्तो थारहरू लाग्छ, यस्तो सानो सानो गाडीहरू अब यस्तो ठुलोहरू राख्छ मुनि मुनि चाहिँ होइन। यिनीहरू पनि जान्छ जानु चाहिँ, तर यिनीहरू सबै जान्छ, तर यिनीहरूले यसरी राखेको छ होइन गाडी चाहिँ। यो चाहिँ पार्किङ मजाले मिल्यो नि त, यसरी चाहिँ अब सबै भयो। यस्तो आएको चाहिँ दिल्लीमा चाहिँ पार्किङ चाहिँ यस्तो राख्छ यस्तै यसरी यसरी हालेको छ होइन मजाले। अन्त के गर्नु, माथिकोमा गाडी आयो भने चाहिँ माथिको मान्छे आयो भने चाहिँ होइन, मुनिको टक्क गाडी निकाल्यो, त्यहाँदेखि चाहिँ माथिको मुनि गऱ्यो, त्यहाँदेखि चाहिँ त्यो गाडी जान्छ। यसरी राखेको छ मजाले। ल खै हाम्रो पनि दार्जिलिङतिर यसो गर्नुपर्छ होला है, नेताजीहरूले सुनिराख्नुहोस्।